हेलो साथीहरू, स्वागत छ है त फेरि पनि मेरो मिनी ब्लगमा। म सधैँ चाहिँ अफिसको काम चाहिँ सकेर चाहिँ म फेरि घरतिर घरमा लागेपछि चाहिँ सबैको स्वाभाविक क्वेसन भनेको चाहिँ के हो भने चाहिँ बिहानको तरकारी के बनाउने, बेलुकाको तरकारी के बनाउने भन्ने सोच हुन्छ नि त होइन। जो भान्सामा काम गर्छ उनीहरूलाई चाहिँ त्यही प्रश्न आइरहन्छ। अनि मैले पनि त्यही सोचिरहेको थिएँ तरकारी के बनाउने भनेर। अनि बारीमा अर्ग्यानिक साग फलेको थियो नि त। अब केही छैन, आज साग टिपेर खाऊँ न त भनेर म बारीमा गएँ होइन। बारीमा गएको छ अनि चाहिने साग रायो साग र मुला साग रहेछ क्या। अनि मुला साग चाहिँ धेरै बजी नखाएको, अनि मैले चाहिँ रायो साग र चाहिने सागको सट्टा चाहिँ मुला सागै खान्छु भनेर चाहिँ मैले मुला साग चाहिँ टिप्न बसेँ। टिप्दाखेरि चाहिँ होइन एक दुईवटा त ठुल्ठुलो मुला पनि परिरहेको थियो कि। त्यो टिप्दै थियो, तर के गर्ने बिचमा एउटा भिडियो बनाउने वातावरण नै छैन। के गर्ने मेरो घरमा चाहिँ बनाउँदा एउटा दाइ आइपुग्यो। दाइले चाहिँ भन्यो कि भिडियो कलमा पर्नु पऱ्यो कि हो भनेर चाहिँ मैले जिस्काएको त होइन टिकटक हो कि भनेर चाहिँ मैले होइन भनिदिएँ। अनि त्यहाँबाट कुरै नगरिकन मैले चाहिँ सरासर लगाएर चाहिँ त्यो बारीमै केलाएँ। अनि केलाइसकेपछि चाहिँ अनि भित्र आएर चाहिँ मजाले 3-4 चोटि धुलाएर त्यसलाई मजाले निचारेर चाहिँ कटिङतिर लागेँ। अनि त्यसपछि मैले चाहिँ होइन यो नाङ्लोमा काटेको साथीहरू, चपिङ बोर्डमा काटेको थिएँ किनकि साग धेरै थियो। अनि एकैचोटि धोएँ, अनि एकैचोटि 4-5 चोटि धोइसकेपछि चाहिँ अनि नाङ्लोमा बेसी निचार राखेको छु नि त। अनि त्यसमै काटिदिएँ लौ त भनेर। अनि मैले त ग्यासमा चाहिँ प्यान बसालेको थिएँ कि आज चाहिँ प्यानमा पकाउने भनेर चाहिँ। अनि प्यान तातो भइसकेपछि चाहिँ अनि तोरीको तेल राखिदिएँ। तोरीको तेलमा चाहिँ साग मिठो स्वाद आउँछ। त्यसको लागि चाहिँ मैले चाहिँ अदुवा लसुन चप गरेँ होइन। अब मलाई चाहिँ सागमा चाहिँ टमाटर मान्छेले कसैले चाहिँ टमाटर हाल्छ नि त होइन, टमाटर मसला हाल्छ। तर मलाई चाहिँ टमाटर हालेको मन पर्दैन, सादा मनपर्छ। त्यसमा चाहिँ अदुवा लसुन को पेस्ट बनाएर, त्यो पेस्ट पनि फेरि धेरै त्यो मसिनो गर्छ नि मान्छेहरूले, त्यो मसिनो त्यो गिलो त्यो चाहिँ होइन कि सागमा चाहिँ हल्का खस्रो खस्रो गरेर चाहिँ बनाउनु मन लाग्छ कि मलाई चाहिँ। अनि त्यो खस्रो खस्रो गरेर पिसेपछि चाहिँ अनि मैले चाहिँ रेडी गरेँ है। खुर्सानी अनि काटेको खुर्सानी, लसुन अदुवाको चप होइन। अनि मेथी पनि मैले मेथी नभए जिरामा पड्काउँछु, जिरा नभएर चाहिँ मैले मेथीमा पड्काउनु तयार गरेँ। त्यसपछि तेल तातिसकेपछि चाहिँ मैले चाहिँ मेथी पड्काइसकेपछि चाहिँ अदुवा लसुन अनि खुर्सानी मिक्स गरेर पड्काइसकेपछि चाहिँ साग हालेर पकाइदिएँ। अनि त्यसपछि स्वादअनुसारको नुन राखिदिएँ है। बिचमा बेसी भोक लाग्दै थियो कि मलाई के खाऊँ भनेर चाहिँ मैले किवी खाइदिएँ क्या। मैले किवी खाँदै थियो है साथीहरू। अब मेरो भिडियो भनेको जहिले पनि आधा मात्रै हुन्छ कि के भएछ भने त्यसलाई सेभ गर्छु भने त पोस्ट नपुगेँ कि। त्यही पोस्टकै भएर चाहिँ मैले चाहिँ यही पोस्ट भिडियो तानेर चाहिँ मैले थोरै सानो मिनी भ्लग बनाएको। आजलाई यति नै साथीहरू, बाई बाई, ह्याभ अ नाइस डे।